सम्पूर्ण बौद्ध मार्ग हेरेर टाँसिदेले 2017 साल माघ 7 गते बेलुका 7:30 बजे चाहिँ सर्लाही जिल्ला रानीगञ्जमा टुल्को अवतारी लामा आउनुहुने उहाँको अघिल्लो योभन्दा अघिल्लो जुनी चाहिँ भोटे त्रिपुर रामेछाप भनेर उहाँले 1.5 वर्षको उमेरमा गएर आफ्नो बाबुआमा चिनेर त्यहाँ गएर धेरै के भन्छ देश विदेश इन्डिया पाकिस्तान र इन्डियाको बोर्डर मन्डी सबैतिर गएर तपस्या गरेर वज्रयान तन्त्रयान गुह्यज्ञानको चाहिँ सारा अभ्यास गरेका महासिद्ध लामा टुल्को अवतारी गुरु सूर्यकुमार घिसिङ गुरु हाल हेटौडामा घर हुनुभएको र अहिले काठमाडौँ शोभा भगवती मन्दिर छेउमा साङ्गे छेलिङ गुम्बाका मुख्य लामा पनि रहनुभएका उहाँ सङ्गीतकार पनि र स्तम्भकार पनि हुनुहुन्थ्यो। उहाँ मेरो श्रद्धेय लामा अवतारी गुरु। म आफू महासिद्ध लामा अवतारी गुरु शिवराज दाल बाहुनकुलमै पहिले अवतारी लामा लेभलको ज्ञान खुलेको पूर्वजन्मको मेरो पुण्यको कारणले अवतारी लामा गुरु सूर्यकुमार घिसिङ गुरुबाट मैले साक्षात्कार देवलोकका अरन्ती डोल्मा तारा देवीहरू सुङमा धर्मपालाहरूको साक्षात्कार देवी देवतासँग मानव जस्तो शरीरमा मलाई दर्शन खुलाइदिनु भएको थियो। मलाई वज्रयान तन्त्रयान गुह्यज्ञानको चाहिँ तन्त्र मन्त्र विधिबाट मान्छेहरूलाई डक्टरले हामीले नसकेको बिरामीहरू ग्यारेन्टी लिएर उपचार गर्ने उपायहरू देवी देवताको सिद्धि गराइदिनु भएको थियो। उहाँलाई अब विगत चाहिँ 3-4 महिनादेखि म उहाँलाई सेवा गर्ने, गोडा मालिस गर्ने, खाना पकाएर खुवाउने, उहाँले मेरो बारेमा जब गरिदिने, हामी एकअर्कामा दुःख सुख साटासाट गर्ने एकदम अति मिलनसार हुनुहुन्थ्यो। अब उहाँ समाधि लिएर गए पनि टुल्को अवतारी गुरु सूर्यकुमार घिसिङसँग जति पनि पूजापाठ गर्दै आउनुभएका टुल्को अवतारी गुरुका नजिकका के भन्छ जति पनि शुभचिन्तक निकटका बिरामीहरू अब यो हरेक प्रकारको व्यावहारिक समस्याहरू मानसिक समस्याहरूमा देवी देवताको आशीर्वाद मागिदिने वाङलुङ थाप्ने मान्छेहरू सबै मसँग सम्पर्क गर्न हुन हार्दिक अनुरोध गर्दछु। अब मैले त्यही गुम्बामा नभए पनि अन्य गुम्बामा लामाहरू कन्ट्याक्ट गरेर चाहिँ लामाहरूलाई पाठ गर्ने फर्मालिटी पुरा नगरे म धेरै पढेको लामा के भन्छ लामा अक्षर पढेको लामा नभएर मैले ध्यान योग साधना सिद्धिबाट देवी देवतासँग साक्षात्कार दर्शन पाउने वज्रयान तन्त्रयान गुह्यज्ञानको अभ्यासबाट देवी देवताको दर्शन पाएको म पनि एउटा महासिद्ध लामा गुरु भएको कारणले मैले देवी देवतालाई मनाउने बुझाउने जप ध्यान गर्ने पूजापाठहरू गरिदिने काम सबै म गुरुको काम म गर्न सक्ने सक्षम छु। र मैले के भन्छ लामाहरू पढाउनलाई फर्मालिटी पुरा गर्न 4-5 जना लामा राख्नुपर्दा अरू लामा गुरुकै चेलाहरू गुरुका नजिकका मान्छेहरूलाई मैले लामाहरू पढाएर मैले म बिरामीको हकमा समस्या समाधान गर्ने मान्छेको हकमा मुख्य लामाको भूमिका मुख्य तन्त्र साधकको वज्रयान तन्त्र साधकको भूमिका चाहिँ मैले निभाएर त्यसरी बिरामी ग्यारेन्टी साथ उपचार गर्छु। यदि बिरामी ठिक नहुने मान्छेको 1 वर्ष 2 वर्षपछि पनि अर्कोतिरबाट कमाइ गरेर किस्तामा पैसा फर्काइन्छ भनेर त्यस्तो धार्मिक सत्यता लिएर म पनि अगाडि बढेको थिएँ। उहाँ मेरो के भन्छ मुख्य गुरु पनि, मलाई देवी देवताको दर्शन पनि गराइदिने, मेरो टुप्पी काटेर टाक्चे गरेर मेरो नाम कर्मयोन्तेन जुराइदिने मेरो ओरिजिनल गुरु हुनुहुन्थ्यो। ठिकै छ, उहाँको नजिकका मान्छेहरू कोही त्यस्तो पूजापाठहरू गर्नु पर्यो केही पर्यो भने अब के भन्छ गुरुको काम चाहिँ गुरुले गर्ने सबै प्रकारको कामहरूको लागि मलाई सम्झिनलाई सम्पूर्ण बौद्ध मार्गीहरूलाई हार्दिक अनुरोध गर्छु। टाँसिदेले लासो फेफेल्ला सबै बौद्ध मार्गीहरूलाई धैर्य धारण गर्ने शक्ति प्रदान मिलोस्। गुरुको बारेमा गुरुको फेरि पनि अवतारी यदि आयो भने चाहिँ अब नागजुनीमा जाने कुरा गर्नुभएको छ। सायद नागजुनीमा गएर केही समयपछि यदि अवतारी आयो भने भुटानमा अवतारी आउँछु भन्ने कुरा गरेको छ। अब हेरौँ के हुन्छ। हवस् त, नमस्कार।